नमस्ते, अन्यस्यु म तपाईहरुकै कोरियन भाषा परिषद रुद्रबहादुर फ्याल। यस नेपालकै उत्कृष्ट कोरियन भाषा गोल्डन फ्युचर कोटेश्वर काठमाडौँ यहाँहरु समक्ष सदाको झै लेसन 18 यहाँहरु समक्ष लिएर आएको छु। एकदमै ध्यान दिएर सुन्नु होला किनकि यो पाठ धेरै इन्ट्रेस्ट पनि रहेको छ, किनकि सबैको हबीको बारेमा यसमा पाठमा हामी पढ्छौं, जसमा रहेको छ स्विमिङ। स्विमिङ भन्ने बित्तिकै रुचि, किनकि हामी रुचि अनुसारका विभिन्न खालका क्रियाकलाप गर्छौं, त्यो पनि फुर्सदको समयमा। योगा सेंगवाल भन्छ फुर्सदको समयमा गर्ने क्रियाकलाप आज हामी त्यस पाठमा चाहिँ पढ्ने छौं। यहाँले देख्न सक्नुहुन्छ यहाँ खेल खेलिरहनु भएको छ हो। हामी यहाँ अलिकति हेर्नुस्, तपाईले हेर्न सक्नुहुन्छ अवैमा सिल्ने कोठाभित्र गरिने कुरा के छ त भन्दा थोक्सा आदा पढ्नु, ओइकरुल फेउदा विदेशी भाषा सिक्नु, उमागुल थुत्ता संगीत सुन्नु, नुरे आदा संगीत गीत गाउनु, यङवारुल फोदा फिल्म हेर्नु, खुरिमुल खुरिदा भनेको चित्र कोर्नु, अर्को हेर्छौं खितारुल छिदा गिटार बजाउनु, फियानुरुल छिदा पियानो बजाउनु, छुमुल छुदा डान्स गर्नु हो। यसैगरी हामी घर भन्दा बाहिर गर्ने है सिल वेट घर भन्दा बाहिर गरिने कुराहरु भयो। नाक्सी आदा बल्छी गर्नु, माछा मार्नु, ययङ आदा भ्रमण गर्नु, दुम्सान आदा ट्रेकिङ गर्नु, साजिनुन चिक्ता फोटो खिच्नु, उन्दोङ खेंगिरुल फोदा खेलकुद प्रतियोगिताहरु हेर्नु, खोन्सुतुरुल फोदा कन्सर्ट हेर्नु है। यसैगरी एउटा अवि हेर्छौं हामी अर्को है भनेको खेलकुद सम्बन्धी कुराहरु छ, जसमा छुक्कु छुक्कु भनेको फुटबल खेल्नु, लुङ्गु बास्केटबल खेल्नु, अर्को यागु बेसबल खेल्नु, स्विङ पौडी खेल्नु, जसलाई जोकिङ भनेको जगिङ गर्नु, जसलाई सान्छेक आधा पनि भनिन्छ। यो चाहिँ आधा सम्बन्धी पर्यो है। अब हामी छिदा सम्बन्धी पढ्छौं। टेनिसु छिदा टेनिस खेल्नु, फेटुमेटुरुल छिदा ब्याडमिन्टन खेल्नु, फोल्लिङुल छिदा बोलिङ भन्ने गेम टक्क यसरी बलले फुट हानेर खेल्ने खेल भयो, खोल्फुल छिदा गल्फ खेल खेल्नु। अब हामी थादा सम्बन्धी पढ्छौं। थादामा स्केटु जस्तो पाङ्ग्रा भएको जुत्ता सुक्क लगाएर स्केट गर्नु, स्की स्की हिउँमा खेल्नु, छाजङ्ग थादा भनेको चढ्ने कुरा जति थादा छ है त। र यहाँहरु समक्ष विशेष गरी धेरैलाई गाह्रो भएर आज म विशेष गरी मुनुवा र छङ्बो विशेष जोड लिएर आएको छु। राम्रोसँग ध्यान दिएर सुन्नु होला है त। जसमा रहेको छ मुनुवा छङ्बो संस्कृति र त्यसको जानकारी, हानको किने योगा सेंगवाल कोरियन को फुर्सदको यापन। कोरियनको फुर्सदको जीवनयापन, योगा भनेकै फुर्सद है, कोरियनको फुर्सदको जीवनयापन। यहाँले देख्न सक्नुहुन्छ चित्रमा योगा सेंगवाल बान्छोक्तो चाहिँ फुर्सदको जीवनयापनमा चाहिँ फुर्सदको समयको जीवनयापन र बान्छोक्तो सन्तुष्टि हुने यो चाहिँ स्विम भनेको एउटा चार्ट है। त्यसमा रहेको छ इछन इसिप साम भनेको 2020 बाट 2023 सम्म। जसमा रहेछ हामी इछन इसिप इमा चाहिँ भनेको 2020 मा चाहिँ ओसिप इ चम ओ पर्सेन्ट भनेको 2020 मा चाहिँ 52.5%। अर्को छ इछन इसिप इल न्यानमा चाहिँ सासिप खु चम 6% भनेको 49.7% अथवा 7% है, 49.7%। अर्को छ इछन इसिप इ 2020 मा ओसिप युक चम युक पर्सेन्ट भनेको 56.6% र इछन इसिप साम भनेको 2023 मा रहेको छ युक्सिप चम 6% भनेको 60.7% रहेको छ। बुझ्नुभयो नि? यहाँ चाहिँ पहिला बढ्दो र घट्दो एउटा बढ्दो क्रममा रहेको छ। त्यो चाहिँ कोरियाको फुर्सदको समयमा विभिन्न मान्छेहरूले गर्ने क्रियाकलापहरू
जसमा हेर्न सक्छौँ खाजाङ मानि सबैभन्दा धेरै छाम्यान भनेको सहभागी हुने योगा हन्दुङ भनेको फुर्सदको क्रियाकलाप। यहाँ हेर्न सक्छौँ हामी थाना एकाइमा टिभी सिछौँ भनेको टिभी हेर्ने युक्सिप्चम 5% भनेको टिभी हेर्ने सबैभन्दा चाहिँ 60.8% रहेको छ भने सान्सिक मित खत्की जकिङ गर्ने अघि भर्खर हामीले जोकिङ पढ्यौँ हैन त्यसलाई चाहिँ जकिङ गर्ने वा हिँड्ने चाहिँ सासिप्सामचम ओ भनेको 43.5% चाहिँ जकिङ गर्ने अथवा हिँड्ने रहेको छ। मोबाइल कन्टेन्ट्स ओटिटी सिन्छौँ मोबाइलका विभिन्न कन्टेन्ट एपहरू चलाउने त्यसका विभिन्न एपहरू हेर्ने जम्मा कति रहेको छ भने सासिप्सामचम भनेको 43.3% मोबाइलका विभिन्न कन्टेन्टहरू एपहरू हेर्ने र छाप्ताम थोङ्गा आगी भनेको कुराकानी गर्ने अथवा फोनमा कुराकानी गर्ने अथवा गफ गर्न चाहने मान्छे सामसिप इचम फल भनेको 32.8% रहेको छ भने शपिङ वैश्विक शपिङ गर्ने वा बाहिर गएर खाने मान्छे चाहिँ इसिप युक्चम साम भनेको 26.3% र इन्टरनेट खमसेक यङसाङ फेन्सिप भनेको इन्टरनेटमा सर्च गर्ने भिडियो च्याट गर्ने अथवा फेन्सिप भनेको एडिट गर्ने भिडियो एडिट गर्ने चाहिँ ओसिप सरी यहाँ चाहिँ इसिप ओचम 3% र छिन्गु मान्न भनेको साथीलाई भेट्ने चाहिँ कति रहेको छ इसिप इचम को भनेको 22.0 रहेको छ भनेको चाहिँ सबैभन्दा बढी टिभी हेर्ने सबैभन्दा कम के रहेछ साथीलाई भेट्ने मान्छे रहेको छ है त। अब हामी यता हेरौँ यसैलाई हामीले यहाँनिर देख्न सक्छौँ छु ओसिप इज सिगान खुन्मु जेगा संजाक थैगु छुलथैगुन सिगानुन फाल्याक छकुरु सन्ते कालसुइनुन युएन खुन्मु जेगा वाक्ते आमेन छ हानगुगिन दुरिन योगा सिगानी नुरडागो स्मृदा भनेको छु भनेको हप्ता है छु भनेको के रहेछ हप्तामा ओसिप इज सिगान भनेको 52 घण्टा खुन्मु जेगु भनेको कार्य प्रणाली छेदो भनेको प्रणाली पढाएको थियो नि हामीले त खुन्मु जेगा भनेको कार्य प्रणाली चाहिँ छङसाक थैगो भनेको त्यसलाई निरन्तरता गरेर त्यसलाई कायम गरेर छुल्दैगुन सिकानेन भनेको काममा जाने आउने समय चाहिँ थाल्याक चक्रो भनेको चाहिँ हामी के बुझ्छौँ भने स्वतन्त्र रूपमा अथवा लचिलो रूपमा पनि भन्दा नै हुन्छ त्यसलाई स्वतन्त्र रूपमा चाहिँ सन्थे खालसुइनुन छनौट गर्न सकिने युएन खुन्मु जेगा भनेको लचिलो कार्यप्रणालीलाई लचिलो कार्यप्रणाली चाहिँ वक्ते थुइमेन छ त्यसलाई चाहिँ विशेष गरी वृद्धि अथवा विस्तार गर्दै है वृद्धि गर्दै हानगुगिन दुरिन कोरिनहरुको चाहिँ योगा सिगान भनेको फुर्सदको समय चाहिँ नुरनागो स्मृदा वृद्धि हुँदै गएको छ अथवा बढ्दै गएको छ भनेको हामी एकचोटी सर हेर्नुस् है त हप्तामा 52 घण्टाको कार्यप्रणालीलाई चाहिँ निरन्तर अथवा कायम गर्दै काममा जाने आउने समयलाई चाहिँ त्यसलाई स्वतन्त्र रूपमा चाहिँ छनौट गर्न सकिने र लचिलो कार्यप्रणालीलाई चाहिँ वृद्धि गर्दै अथवा त्यसलाई बढाउँदै कोरियनहरुको फुर्सदको जीवनयापन चाहिँ बढ्दै गएको छ। यहाँ हेर्न सक्छौँ हामी मुन्वा छेप खनगङ्गु मुन्ना भनेको संस्कृति छेक भनेको खेलकुद खनगङ्गु भनेको पर्यटन विभाग अथवा बु भनेको मन्त्रालय संस्कृति खेलकुद पर्यटन मन्त्रालयले इछन इसिप्साम एसा भनेको 2023 मा यसबाट सिल्सियान भनेको लागू गरिएको खुकमिन योगा भाल्दोङ छोसाए खुकमिन भनेको
नागरिक फुर्सदको क्रियाकलापलाई चाहिँ सर्वे गरेर त्यसको धारुम्यतालाई फलो गर्यो भने हानगुगिन कोरिनहरूको पेंगुइन भनेको औसत, योगा सिगान भनेको फुर्सदको समयमा चाहिँ, फेङ्गिल भनेको काम गरे दिनमा चाहिँ, सामचम युक्सी भनेको चाहिँ 3.6 घण्टा चाहिँ र सिगान घण्टा र छुमारेनुन भनेको सप्तान्तमा अथवा बिदाको दिनमा चाहिँ ओचम ओ सिगानेनुन सिगान इराको आमिदा भनेको 5.5 घण्टा भनेर भनिन्छ। भनेको अर्थ के भनेको छ भने चाहिँ यसमा तपाईले देख्न सक्नुहुन्छ संस्कृति खेलकुद पर्यटन विभागले 2023 मा लागू गरेको खुक्मिन भनेको चाहिँ विशेषगरी नागरिकको फुर्सदको क्रियाकलापलाई चाहिँ सर्वे गरेर त्यस अनुसार चाहिँ कुरिनहरूको औसत फुर्सदको समयमा चाहिँ काम गरे दिनमा भनेको हामी के बुझ्छौं भने ओरेलदेखि खुमेल भनेको यो हामी जुन दिन 5 दिन काम गर्छौं त्यो काम गरे दिन चाहिँ यिनीहरुले 3.6% चाहिँ यिनीहरु एकदमै खुसी हुने। र अर्को छ छुमाल जुन चाहिँ तपाईले हामी देख्छौं थोयल, थोयल देखि चाहिँ हामी कहिले छौं इरोइन भनेको शनिबार देखि आइतबारलाई हामी छुमाल भन्छौं। यो छुमालमा चाहिँ तपाईले 5.5 भनेको 5.5 घण्टा भनेर भनिन्छ। र चाहिँ अर्को हामीले देख्न सक्छौं हानगुगिन कोरियन यल्मेन खाउन्डे भनेको 10 जनाको बीचमा, युगबेङ भनेको 6 जनाको, छासिनुई छुल्गिनुन भनेको 10 जनाको बीचमा 6 जना चाहिँ छासिन भनेको आफै, छुल्गिनुन भनेको रमाउने, मुलवा भनेको संस्कार मित्र, योगा सिंगवाल भनेको फुर्सदको जीवनयापन चाहिँ मान्छो कागो इनुन सन्तुष्टि भएको खसुरो कुरा चाहिँ नाथने सुनिदा भनेको देखा परेको छ। भनेको 10 जना मध्ये 6 जनालाई चाहिँ छासिने छुल्गिनुन मुन्वा मित योगा सिंगवारी मान्छो कागो इनुन खसुरो नाथने सुनिदा भनेको 10 जना मध्ये 6 जनाको ले चाहिँ छासिन आफै चाहिँ छुल्गिनुन आफै रमाउने हो, आफै रमाउने मुन्वा कल्चर मित्र फुर्सदको जीवनयापन चाहिँ सन्तुष्टि हुने कुरा चाहिँ जनायो। भनेको जसमा हामीले 10 जना मध्ये चाहिँ सर्वे गर्दाखेरि 6 जना चाहिँ आफ्नै क्रियाकलापमा रमाउने वा सन्तुष्टि हुने कुरा चाहिँ देखा परेको छ। सक्नुहुन्छ यहाँले प्लान फेरि हानगुगिने कोरिनहरुमा है, हानगुगिन दुरुन कोरिनहरु चाहिँ खाजाङ मानुन सबैभन्दा धेरै हानुन गर्ने योगा फाल्दु फुर्सदको जीवनयापन थे बारेमा छोसान खेलगा सर्वे गरेको रिजल्ट चाहिँ टिभी सिछौं भनेछ। टिभी हेर्ने चाहिँ युक्सिपचङ फाल्सरो खाजाङ नोकेनाथ संविधा भनेको कोरियनहरु चाहिँ सबैभन्दा धेरै फुर्सदको समयमा त्यसको चाहिँ थे बारेमा सर्वे गरेको त्यसको रिजल्ट चाहिँ टिभी हेर्ने चाहिँ युक्सिपचङ फाल्सरो भनेको 60.8% द्वारा चाहिँ खाजाङ नोकेनाथ संविधा सबैभन्दा बढी चाहिँ देखे परेको छ। भनेको जुन तपाईको चाहिँ हामीले कोरियनहरु चाहिँ सबैभन्दा बढी फुर्सदको समयमा त्यसको जीवनयापन गर्दाखेरि सबैभन्दा बढी मान्छेहरु चाहिँ टिभी हेर्ने मान्छे चाहिँ देखा परेको छ। र सान्सेक मित खप्की बिहान मर्निङ वाक गर्ने अथवा हिँड्ने मान्छे चाहिँ सासिप सामचम ओ% भनेको 43.5% चाहिँ सान्सेक गर्ने अथवा हिँड्ने र मोबाइल कन्टेन्ट्स मिथ ओटीटी मोबाइलका विभिन्न खालका एपहरु कन्टेन्ट्सहरु हेर्ने विभिन्न एपहरु हेर्ने चाहिँ र शिक्षण हेर्ने सासिप सामचम साम्ब्रो भनेको 43.3% ले चाहिँ खुथुये सस्मिता त्यो पछाडी छ। यो छङदाम यो सँगै यसरी नै छाप्ताम भनेको बोल्ने गफा गर्ने, थुङ्गा आगी भनेको कुराकानी गर्ने, सामसिप ई चम सा बेसरी सामसिप ई चम फाल्फर्सेन भनेको 32.8% चाहिँ गफा गर्ने अथवा फोनमा मन पराउने, फोन गर्न मन पराउने र शपिङ गर्ने अथवा विसिक बाहिर गएर खाना खाने
इसिप युग चम साम पर्सेन्ट भनेको बाहिर सपिङ गर्ने अथवा बाहिर गएर खाना खाने चाहिँ 26.3% र इन्टरनेट खम्सेक इन्टरनेटमा सर्च गर्ने र याङसाङ भनेको भिडियो च्याट गर्ने अथवा फ्यानसिप भनेको भिडियो एडिटिङ गर्ने चाहिँ इसिप ओ चम साम पर्सेन्ट भनेको 25.3% चाहिँ भिडियोमा गफ गर्ने अथवा भिडियो च्याट गर्ने भिडियो एडिट गर्ने मान्छे चाहिँ 25.3%। छिन्गु आए मान्नम साथीहरूलाई भेट्ने चाहिँ इसिबी चम भनेको 22% चाहिँ सुनसनीता क्रममा रहेको छ है त। एकचोटि यसलाई सरल माथिबाट हेरौँ है, नेपालीमा सरल को कार्यप्रणालीलाई लागू गरेर है त्यसलाई लागू गरेर चाहिँ काममा जाने आउने समयलाई चाहिँ त्यसलाई स्वतन्त्र रूपमा छनौट गर्न सकिने लचिलो कार्यप्रणालीलाई चाहिँ वृद्धि गर्दै कुरिनहरूको फुर्सदको समयमा चाहिँ वृद्धि हुँदै गएको छ भनेको संस्कृति खेलकुद पर्यटन विभाग अथवा मन्त्रालयले 2023 मा सर्वे गरेर त्यसबाट चाहिँ लागू गरेको राष्ट्रिय फुर्सदको क्रियाकलापलाई चाहिँ सर्वे गरे अनुसार कुरिनहरूको औसत फुर्सदको जीवनयापन चाहिँ काम गर्ने समयमा 3.6 घण्टा र बिताको समयमा चाहिँ 5.5 घण्टा भनेर भनिन्छ अथवा देखिएको छ। र विदेशी कुरिनहरूको त्यसमध्ये त्यो सर्वे गर्दाखेरि 10 जना मध्ये 6 जना चाहिँ आफ्नै क्रियाकलाप आफैमा खुसी हुने र त्यस्ता कल्चर मित्र र जीवनयापनमा सन्तुष्टि हुने कुरा देखा परेको छ। र फेरि कुरिनहरूको सबैभन्दा बढी फुर्सदको समयमा चाहिँ टिभी हेर्न मन पराउने 60.8% र देखा परेको छ भने जगिङ गर्ने र हिँड्ने मान्छे चाहिँ 43.5% अथवा 43.5% र मोबाइल कन्टेक्स्ट अथवा मोबाइलमा विभिन्न एपहरू हेर्ने चाहिँ 43.3% र थुए पछाडि देखा परेको छ। साथै गफाफ गर्ने फोनमा कुराकानी गर्ने मान्छे चाहिँ 32.8% र किनमेल गर्ने बाहिरको खाना खाने 26.3% र इन्टरनेट सर्च गर्ने भिडियो हेर्ने अथवा भिडियोमा गफ गर्ने भिडियो एडिटिङ गर्ने चाहिँ जम्मा 25.3% चाहिँ र साथीलाई भेट्ने 22% चाहिँ क्रमिक रहेको छ। हेरौँ है त अर्को हेरौँ हामी यहाँ देख्न सक्छौँ हामी हानगुके सनुन इल्वा भनेको छ। कोरियामा चाहिँ इल्वा भनेको काम अनि साल्मे भनेको जीवन, छोइरोन भनेको चाहिँ यो चाहिँ सद्भावपूर्ण अर्को छ खिन्योङ भनेको सन्तुलन छुङसी आनुन भनेको चाहिँ छुङसी आनुन कारण विशेष गरी यसलाई चाहिँ हामी प्रभावकारी सामाजिक भनेको सामाजिक फुनुकी भनेको वातावरण वाक्सिन आमेन्छ वृद्धि गर्दै विस्तार गर्दै अथवा वृद्धि गर्दै यगाए भनेको फुर्सदको, छिरुल भनेको गुणस्तर, गुणस्तर, नोफिर अनुन भनेको उच्च भएका, सारन्दुरुन मान्छेहरूको, फन्सिम भनेको चासो तोनुन अथवा नोभाजीको भनेको उच्च रूपमा चाहिँ भएको छ भनेको एकचोटि हेर्नु चाहिँ माथि हानगुके सनुन कोरियामा चाहिँ इल्वा काम र साल्मे जीवन, छोइरोन भनेको छ, छोहारोन भनेको चाहिँ सद्भावपूर्ण, ख्युन्यङ भनेको छ, ख्युन्यङ रुल भनेको चाहिँ सन्तुलन, छुङसी आनुन भनेको प्रभावकारी रूपमा, सावैजक फुनुगिगा सामाजिक वातावरण,
वाक्सान हामेन्स वृद्धि गर्दै त्यसलाई वृद्धि गर्दै विस्तार गर्दै यगाए भनेको फुर्सदको छिरुल गुणस्तरलाई नोफिरियानुन भनेको उच्च रूपमा चाहिँ सारन्दरुन मान्छेहरूको ख्वासिन चासो चाहिँ तुहान फेरि नोफाजीको सुविधा वृद्धि हुँदै गएको छ अथवा उच्च हुँदै गएको छ। यगाए खनान भनेको फुर्सदको सम्बन्धमा फुर्सदको खनान भनेको सम्बन्धमा छनमुन सजग भनेको विशेष लेखहरूलाई छुलगान थैगिदो हागो प्रिन्ट गरेर भनेको विशेष लेखहरूलाई प्रिन्ट गरेर भनेछ। थ्यागे भनेछ थ्यागे खल्लेन भनेको विश्वविद्यालय सम्बन्धित अथवा सम्बन्धित विश्वविद्यालय सम्बन्धित हाक्वागा भनेको विभागहरू फेसल थैगुदो सुनिदा भनेको सञ्चालन गरेको छ। खुन फुदामी अप्सी ठुलो खर्च नलगाइकन यरसी चुलगिल सुइनन् धेरै मान्छेहरूले रमाइलो गर्न सक्ने पाक गोल्फ वा फुटसल र खाथुन जस्ता थाइगान विभिन्न प्रकारको स्पोर्ट्स भनेको खेल चाहिँ सिलसिदो भनेको लागू गरेको र छुङसल थैगो भनेको चाहिँ विशेष गरी त्यसलाई वृद्धि गरेको है। छुङसल थैगिदो इस्मुनिदा भनेको वृद्धि गरेको छ। हेर्नुहोस् है त एकचोटि नेपालीमा सर्र यहाँले हेर्न सक्नुहुन्छ है त। दुनियाँमा चाहिँ काम र जीवनको सद्भावपूर्ण सन्तुलनलाई प्रभावकारी सामाजिक वातावरणलाई चाहिँ वृद्धि गर्दै फुर्सदको गुणस्तरलाई वृद्धि गर्दै मान्छेहरूको चासो चाहिँ उच्च रूपमा वृद्धि भएको छ। र फुर्सदको सम्बन्धमा चाहिँ विशेष लेख रचनाहरूलाई प्रिन्ट गरेर विश्वविद्यालय सम्बन्धी विभागहरूलाई सञ्चालन गर्दै ठुलो खर्च नलगाइकन धेरै मान्छेहरूले रमाइलो गर्न सक्ने पाक गोल्फ अथवा फुटसल जस्ता विभिन्न खेलकुदहरू चाहिँ सञ्चालन गरेको छ भन्दै यहाँहरूलाई आजको पाठबाट बिदा हुन चाहन्छु। धन्यवाद। खामसाहामीलाई यसै गरी तपाईँहरू समक्ष विभिन्न भिडियोहरू लिएर आउँदैछु। आजको पाठबाट बिदा चाहन्छु। खामसाहामी।